अच्छा हामीले त्यसलाई पार्टमा हेर्छौँ अनि हजुरले त्यो रिडिजाइन गर्नुलाई अब त्यो अलिअलि च्याट जिपिटी युज गरे पनि केही हुन्न। जस्तो मेरो के छ युट्युब क्लोन युट्युब भनेर मात्रै डट एचटिएमएल भनेर मैले सेभ गरेँ। मैले के गरेँ सिम्पली एचटिएमएल भन्ने मैले युट्युब क्लोन भनेर मैले के गरेँ त नाम दिएँ। मैले योमा के गर्छु भनेपछि सिम्पली केही गर्ने होइन हामीहरूले त्यो युट्युब क्लोन हेर्नुलाई यसमा मैले हाम्रो के छ यी 6वटा प्रोफाइलहरू छन् नि हेर्नु त हाम्रो कतिवटा चित्रहरू छ युट्युबको मैले नेट पठाइदिएको छु है उमा 6वटा छ। त्यो हाम्रो त्यो बिचको हेर्नु त सबै रिपिट एउटै छ कि छैन त मात्र अगाडिको इमेजहरू चेन्ज छ लोगोहरू चेन्ज छ अनि नामहरू मात्रै चेन्ज छ हो अरू सब सेम हो कि होइन त भनेपछि यो हामीले बनाउनलाई हामीले के गर्नुपर्छ त सबभन्दा एउटा मैले के ट्याग ल्याउँछु त यो त्यही ट्याग सेक्सन भन्ने ट्याग ल्याएँ के गरेँ अरे मैले सेक्सन भन्ने मैले एउटा मेन ट्याग ल्याएँ हेर्नु त अब मैले के गर्छु भनेपछि सबभन्दा मैले यो फर्स्टमा मैले सेक्सन भन्दा पनि एउटा म के गर्छु त कार्ड भन्ने ल्याएँ एउटा के गर्छु मैले कार्ड भन्ने एउटा ट्याग त हुन्न तर पनि डिप भन्ने ल्याएँ मैले डिपलाई मैले एउटा के गर्छु कार्ड बनाउँछु। यो कार्डको नाम के लाग्छ त मैले क्लास कार्ड भनेर के अरे कार्ड भन्ने राखेँ बुझ्नुभयो। अब कार्डको भित्र जहिले पनि दुईवटा पार्ट हुन्छ एउटा कार्ड डिपमा के हुन्छ क्लास के त कार्डको हेड के अरे कार्डको हेड अनि त्यसपछि हाम्रो डिप के त कार्डको के त भन्नु त कार्ड बडी के अरे जहिले पनि बुझ्नु है यो हाम्रो कन्सेप्ट मेन कन्सेप्ट भनेको यही हो। कार्ड बनाउने हामीले जहिले पनि एउटा कार्ड भयो कार्डको भित्र जहिले पनि के हुन्छ कार्डको हेड हुन्छ हेड भनेको टाउको अनि बडी भनेको हाम्रो शरीरमा हामीले लेख्ने काम गर्छौँ भनेपछि हेडमा हाम्रो मेन पार्ट हुन्छ। हाम्रो हेडमा के छ हाम्रो इमेज छ कि छैन त हेर्नु त हेडमा के छ हाम्रो माथि टपमा इमेज मात्रै छ भनेपछि मैले के ट्याग दिन्छु आइएमजे एसआरसी भनेपछि मेरो बालेन डट पिएनजी भन्ने मेरो इमेज छ है त्यहाँमा हिजो मैले देखाइदिएको थिएँ यो टाइपको आयो मेरो बालेनको फोटो भनेपछि यो हाम्रो युट्युबको थम्बनेल भन्ने मान्नु ठिक छ बुझ्नुभयो नि यहाँसम्म त केही छैन यहाँसम्म है भनेपछि मेरो के आयो बालेनको फोटो आयो। अब मैले यो कार्डको हेडको इमेजलाई मैले सानो बनाउनुलाई के गर्नुपर्छ त स्टाइल मैले दिएँ भनेपछि हेर्नु त मैले सबभन्दा दिनुपर्ने जहिले पनि एस्ट्रेक प्याडिङ 0 पिक्सल यो घोक्ने जस्तै हो हामी बुझ्नुभयो होला मार्जिन 0 पिक्सल बक्स साइजिङ मेरो के त बोर्डर बक्स भन्ने छ भनेपछि यो दिएँ भनेपछि अब मैले के गर्छु त कार्डलाई मेरो के गर्छु त कार्डको हेडमा चाहिँ मेरो चाहिँ के छ त कार्डको हेडको भित्र इमेज मेरो कति दिन्छु हाइट मैले 200 पिक्सल दिएँ भने कत्रो बन्ला त भन्ने हो आफूले दिने है म्यानेज गर्ने ठिक छ इमेजको भनेपछि हाइट दियो भनेपछि अटोमेटिक विथ त हाम्रो भइहाल्छ विथ दियो भनेपछि अटोमेटिक हाइट चाहिँ के हुन्छ अटो हुन्छ अटो भनेको अटोमेटिक भनेको एडजस्ट अटोमेटिक हुन्छ 400 पिक्सल दिउँ न त विथलाई गयो कस्तो हुँदो रहेछ ठिक छ बुझ्नुभयो नि यहाँसम्म त अनि इमेजको बोर्डर रेडियस हेर्नु त त्यो इमेजको माथि हेर्नुभयो भने चाहिँ हजुरको इमेजको त्यो बोर्डर घुम्या छ देख्नु भएको छ थम्बनेल भन्ने हाल भन्छ नि थम्बनेल त्यो थम्बनेल बिप्सनले के अरे बिप्सनले बनाउँछ नि थम्बनेल भनेपछि के छ त बोर्डर रेडियस घुम्ने रहन्छ क्या हो अहिले मिलाउँ ल बोर्डर इमेज भनेपछि यो भयो हाम्रो त्यसपछि हाम्रो के छ त हेर्नु त के छ हाम्रो अब कार्डको यो सक्यो मानौँ यो सक्यो अहिले मिलाउँला कार्डको बडी भित्र हाम्रो के छ हेर्नु त एउटा यता छेउमा हाम्रो गोलो लोगो छ ठिक छ देख्नु भएको छ कुनै पनि युट्युब च्यानलको के छ हाम्रो गोलो लोगो छ अनि यता फेरि हाम्रो टेक्स्ट कन्टेन्टहरू छ छैन त भनेपछि कतिवटा डिप रहेछ हाम्रो त्यहाँ दुईवटा एउटा के को लागि एउटा लोगोको लागि एउटा चाहिँ हाम्रो टेक्स्टको लागि हो कि न त कार्ड बडीमा बुझ्नुभयो गहना कार्ड बडी भित्र नि हाम्रो कतिवटा डिप छ हेलो
एउटा कार्ड छ, कार्डको हाम्रो हेड मैले राखेँ डिप भित्र, अर्को हाम्रो कार्ड बडी भित्र जान्छु, कार्ड बडी भित्र हाम्रो दुईवटा छ, एउटा डिप हाम्रो के भयो त यसको कार्ड बडी भित्र के छ क्लास कार्ड के भनौँ कार्डको कार्ड बडीको लोगो भनेर बुझ्यो ठिक छ। नाम यस्तो दिनु ल यसले कार्डको कार्ड बडीको लोगो भनेर भनेपछि यहाँ हजुरले दिन पाइयो नि त पाइयो पाइन इमेज। हेलो हेर्नु त इमेज हामीले दिन पाइयो। इमेज मैले के दिन्छु जस्तो कुनै पनि एउटा लोगो लिउँ न त हामीले कहाँ लिउँ pixabay.com pixabay.com ग्राटिसियोग्राफी छ म pixabay.com भनेर मैले मेरो लोगोको नाम के छ त भनेर एउटा मेरो नेट स्लो छ क्या हो। हेलो मेरो भोइस त क्लियर आएको छ? हजुर सर पुरै अड्क्या मेरोमा त केही त्यो एसआरसी बाहेक अरू केही देखिया छैन। अब भोइस त क्लियर छ, भोइस पनि अहिले अड्क्या सर कतिखेर नेट स्लो रहेछ आज के छ अहिले आयो? हजुर सर ब्लर छ तर ठिकै छ अहिले चाहिँ चल्यो। हजुर सर हेर्नु त मैले के गर्छु एउटा इमेज कोडिङको इमेज ल्याउँछु मैले यो मेरो लोगोमा राख्नुलाई है यो कपी इमेज लिङ्क गर्नु भन्छु हजुरको नै आइहाल्छ। अनि यो इमेजलाई मैले यहाँ दे पेस्ट गर्ने सिधै पेस्ट गर्छु मेरो इमेज आयो। मेरो आन्न नि यो यस्तो टाइपले बस्न के समस्या आएको थियो एउटा दिन सुसाउँछ मेरो कम्प्युटर त के भएको डाउनलोड गर्छु ल एउटा इमेज नर्मल टाइपको प्रोफाइल स्टार्ट एडिटिङ जेपीजी फर्मेटमा रहेछ यो इमेज चाहिँ मैले के गर्छु यहाँबाट गएर मैले कन्ट्रोल एक्स गरिदियो भनेपछि मेरो के भयो त आयो। अनि त्यसपछि मैले यहाँबाट गएर चाहिँ त्यो कपी फाइल पाथ ओपन इन ब्राउज मैले कन्ट्रोल ओ गरेँ भनेपछि यो ठाउँ पाउँछु क्या मैले कहाँ रहेछ। अनि यहाँ चाहिँ मेरो युट्युब बालेनको जस्तो मेरो के अरे त्यो फोट राख्दै हेर्नु त यो फोट नाम COM राख्छु है COM भन्ने राखेँ कम्प्युटरले JPG कुन फर्मेटमा छ JPG फर्मेटमा छ भने चाहिँ मैले यहाँ के राख्छु त सरी comp.jpg आएन भनेपछि COM भन्ने होला नि कम लेखा जस्तो लाग्छ आयो कि होइन आयो नि आयो। अब यो इमेजले मैले सानो बनाउनलाई के दिन्छु त भन्नु त कार्ड बडी लोगोको भित्र के छ इमेज भन्ने छ छैन त यहाँ मैले के गर्छु कार्ड बडी IMG के छ रे लोगो भित्र IMG भन्ने छ। यसलाई मैले के त गोलो बनाउनलाई के गर्नु पर्यो हाइट मैले 80 पिक्सल विथ मैले 80 पिक्सल बराबर दिएपछि मेरो गोलो हुन्छ कुन न त बोर्डर रेडियस दिने के बुझ्नुभयो ट्याक्कै यो आयो कि न त हाइट विथ बराबर अनि यसलाई चाहिँ मैले गोल बनाउनलाई के गर्छु त बोर्डर रेडियस कति दिन्छु त बोर्डर रेडियस मैले 44 पिक्सल दिएन दिन मन लागेर है मैले यो दिएको फेरि यही चाहिँ हुन्छ भन्नु फेरि छैन शिफ्ट प्लस यो के हो रे ऊ बास्न फेरि मेरो गयो विन्डो चेन्ज भयो के सर विन्डोज त्यो विन्डोजको लागि हजुर कन्ट्रोल प्लस विन्डो सँग दबाउने हुन्छ के हैन यो बेला बेलामा यो देखे सर्टकट चाहिँ थाहा पान्न मैले तर हिटबाट गएपछि आउँछ कन्ट्रोल सँग विन्डो है हामीले यहाँ गर्नु भएको छैन हजुरले आयो कि न त गोल बुझ्नु भयो नि हजुर मेरो त केही चेन्ज भएन कन्ट्रोल विन्डो दबाउँदा हेर्नु अहिले गरौँ ल जस्तो बुझ्नु भयो नि यो 50 र 50 दिएर मैले 42 राइस जस्तो हाइट माथि के त बोथ साइडको हाम्रो इक्वल साइज आउँछ अनि गोलो गराइदिनु भनेपछि गोलो आयो न त यहाँ आयो भनेपछि यो हाम्रो गोलो आयो भनेपछि हाम्रो फेरि यता फेरि के होला त एउटा मैले कार्ड बडी भित्र कार्ड बडी लोगो भनेर दिएँ हेर्नु त। अब अर्को फेरि म दिन्छु अर्को फेरि टेक्स्ट कन्टेन्ट छ छैन यता
डिभ मैले के गर्छु कार्डको बडीको भित्र के छ लोगोको भित्र Text. टेक्स्ट भनेर मैले के दिएँ त टेक्स्ट भनेर दिएँ टेक्स्टमा हाम्रो माथि के छ सबभन्दा हेर्नु त जस्तो टाइटल हुन्छ कुन न त टाइटल मैले पी ट्यागमा दिउँ न त कस्तो देखिला जस्तो मैले के देखाउँ त HTML and CSS for BIM 8 SIM internship program भनेर मैले यो दिएँ ठिक छ यस्तोहरूले नि दिन पाइयो आयो कि होइन त्यहाँ अहिले त आउनु त आयो नि अहिले ठुलो यताउता बनाउँला है अनि तल हाम्रो अलिकति हेर्नु त अलिकति सानोमा हाम्रो त्यो के को नाम दिएको छ त्यो उसको नाम दिएको छ के को रे त्यो के को नाम रे त्यो के भन्छ Channel को. हजुरको त्यो च्यानलको नाम होइन र भनेपछि स्मल ट्यागमा दिन्छु मैले च्यानलको नाम मेरो के त नलेज स्पिक भनेर मैले दिएँ के अरे KNO WLED नलेज स्पिक्स भन्ने दिने अनि माथि बालिङको फोटो राख्ने नि नलेज स्पिक्स भन्ने मेरो स्मल ट्यागमा आयो अनि मेरो भ्युज तल दिएको छ अनि हेर्नु त यता हाम्रो कुनै पनि प्रोजेक्टहरूमा चाहिँ हाम्रो के दिएको छ सबभन्दा यो यता साइडमा 3 dot 3 dot. तीनवटा डट दिएको छ अनि तल यो भ्युजहरू नि दिएको छ अनि यो मैले हिजो लोगो ल्याउन सिकाएको थिएँ नि कुनै पनि हामीले के ल्याउन अरे सरी के भन्छ अरे त्यसलाई आइकनहरू कहाँ जाने रे मैले भने त हजुरले फन्ट अएसम सिडिएन लिङ्क भने होइन र भुल्नुभयो गहना मैले के गरेँ फन्ट अएसमको सिडिएन लिङ्क ल्याएँ ठिक छ हेर्नु त यहाँ हाम्रो ब्रान्ड अल डट मिन डट सिएसएस भन्छ यसलाई कपी गर्ने बुझ्नुभयो नि बास्ना हामीले आइकन ल्याउनुलाई कहाँ जाने फन्ट अएसम सिडिएन लिङ्क हाम्रो भयो भनेपछि हजुरको वेबसाइट खुल्छ यहाँ जानु भने फर्स्टमा जस्तो अल डट मिन डट सिएसएस भन्ने छ त्यहाँ लिएर हजुरले कपी गर्न सक्नुहुन्छ 20कोले अनि त्यसपछि के गर्छ हामीले कहाँ जानु जहिले पनि हामीले लिङ्कहरू चाहिँ सेन्ड कपी पेस्ट गर्ने भनेको हामीले कहाँ त हेडको तल हो कि होइन त हो भनेपछि मैले सेन्ड गरेँ अब मैले के गर्छु त फन्ट अएसमको लिङ्क चाहियो भने त फन्ट AWSOM मैले युज गर्न पर्यो भनेपछि फन्ट अएसम मेरो के आयो त यो मेरो वेबसाइट छ यहाँ चाहिँ हजुरले के गर्नुहुन्छ त फ्रीली हजुरको अब कति त पेड पनि हुन्छ तर म्याक्स अलिअलि चाहिँ हाम्रो के गर्न पाइन्छ त फ्रीली एक्सेस गर्न पाइन्छ के भनेपछि हेर्नु त कुइमा हाम्रो ब्लू टिक छ नि त्यो गोलो टाइपको देख्नु भएको छ हजुर भेरिफाइड हुन्छ नि कुनै एकाउन्टहरू भेरिफाइड भने ब्लू टिक आउँछ कहाँ न त आउँछ यसलाई के भन्न सकिन्छ चेक डबल चेक आयो यहीमा राखिदिउँ न यस्तो भयो नि के भन्न एउटा मात्र आछ तर गोलोमा आछ नि एउटा चेक बक्स ल्याए हेर्नु त हजुरको भोइस ब्रेक भए मेरोमा हो कि मेरो पनि हो लास्टै ब्रेक भइरहेको पनि अहिले नि हेलो अहिले अलि आछ सर ल हेर्नु त अहिले त आछ अलिअलि हजुर सर हेर्नु त यो लोगोलाई मैले चाहियो भने चाहिँ यसलाई डबल क्लिक गर्नु यसले यो लोगो आएछ मेरो अरू त प्रो छ है प्रो भने किन्न पर्ने यहाँ मैले क्लिक गरेँ भनेपछि मेरो के भयो त यो आइकनमा हाम्रो अटोमेटिक कपिड भयो यो मैले आइकन राख्नु पर्यो भने मैले के गर्छु त कहाँतिर राख्ने हो यो कुनमा छ जस्तो हाम्रो कुनै स्मार्ट ट्यागको भित्र सक्छ छैन हेर्नु त यो कुनै पनि ट्याग छ प्रोजेक्ट पुरा भने हाम्रो एउटा के गर्नु मेरो यो उसको नाम भयो युट्युब च्यानलको नाम अनि त्यसको यता हाम्रो गोलो सक्छ छैन त छ हेलो भनेपछि हामीले के गर्न सक्यो स्प्यान ट्याग इनलाइन ट्याग हाम्रो स्प्यान ट्याग हो कि होइन
भनेपछि मैले के गरेँ यसलाई पेस्ट गर्ने ठीक छ बास्न आयो क्या नि यता हजुर गोलो सर हेर्नु त आयो भनेपछि यसलाई अब मैले गोलो बनाउनलाई के गर्नु पर्ला त स्प्यान ट्याग भन् जाने के गर्छु भन्नु त यही सिएसएस दिन नि सक्यो है सिएसएस मैले के दिएँ हाइट मैले चाहिँ आइजिएस यसलाई इन्टरनल सिएसएस भन्छ के भन्छ अरे इन्टरनल सिएसएस भन्छ इन्टरनल भनेपछि हाइट विथ मैले कति दिएँ त इनलाइन इनलाइन सरी इनलाइन सिएसएस इनलाइन सिएसएस भनेपछि हाइट विथ बराबर दिएँ अनि मैले के गर्छु बोर्डर रेडियस मैले कति दिएँ त 20 पिक्सल दिएँ हो भनेपछि ब्याकग्राउन्ड कलर मैले ब्ल्याक दिएँ अनि यस्तो भएपछि मेरो कस्तो आउँछ त भन्ने कुरा हो आएन त्यहाँ गोलो अनि कालोमा कालो कहाँ देखिन्छ त कालोमा कालो कपाल मेरो भन्छ नि हो माया स्मिकायो रेलैले स्टाइल मेरो कलर के त व्हाइट हो हजुर आयो कि होइन के भयो त्यसको गीत गाउनुहुन्छ जस्तो त्यही भएर हाँस्यो यता रोल्पातिर गीत आउँछन् कि उता गीत आउँछन् कि धान्न गीत आउँछन् यहाँ ब्ल्याकमा मेरो यता चाहिँ उमा आएको छ मैले ठ्याक्कै कलर चेन्ज गर्दैछु केही छैन नत्र यताउता गराउन सक्नुहुन्छ नि त हजुरहरूले नि होइन त्यो तल माथि वाला कलर त्यो मतलब होइन मेन कन्सेप्ट हाम्रो लोजिकसँग हो आयो कि होइन त्यो गोलोवाला टिका आयो ठिक छ नि हो यो भयो अनि त्यसको तल हाम्रो भ्युज दिएको छ नि देख्नु भएको छ अनि भ्युज पनि हाम्रो आई थिङ्क बराबर छ माथिको र तलको एउटै टाइपमा छ नि एउटै स्मल ट्याग जस्तैमा छ नि हजुर एउटैमा छ भनेपछि होइन कि एउटै विथको उता छ तर पनि ब्रेक लाइन चाहिँ ब्रेक छ अनि हाम्रो के छ अरू चाहिँ स्मल ट्यागै छ हाम्रो के दिएको छ जस्तो मेरो 20K भ्युज आएछ हो अनि मैले कति 2 डेज अगो भनेर मैले राखेँ भनेपछि यो मेरो आयो ठिक छ अब यसलाई अब अलिकति सफा गरौँ अब यिनी सबै हाम्रो के भित्र छ अब हेर्नु त यसलाई र यसलाई हाम्रो एकै साइडमा आउने हो कि होइन त साइड लुक्स हो यो यता भनेपछि हामीले गर्नुपर्ने के हो त डिस्प्ले के हो अब हेर्नु त फ्लेक्स हो गर्ने जस्तै हो एउटा कार्डको लोगो यो आयो कि होइन त्यता हेर्नु गहना यो हो कार्डको लोगो यता छ अर्को कार्डको बडी यता छ छैन त भनेपछि यिनी दुईटा हाम्रो कुन भित्र छन् त यहाँ कार्ड बडी भनेपछि यो क्लास हाम्रो कार्ड बडीलाई हाम्रो मैले कहाँ लग्छु भनेपछि यो कार्डको हेड भयो ठिक छ यो कार्ड बडी लोगो भन्दा माथि लेख्छु है स्ट्रक्चरमा हुन्छ के अरे कार्डको बडीलाई हाम्रो के गर्नु पर्यो डिस्प्ले के गर्नु पर्यो फ्लेक्स गरिदिनु भयो भनेपछि हाम्रो के भयो त एउटा फ्लेक्सिबल बक्स बन्यो देख्नुभयो कति मजाले बन्यो नि त हो बुझ्नुभएको होइन अनि यिनी दुईटा बिचमा ग्याप आएको छैन भनेपछि हामीले के गर्न सक्नु पर्यो यो हाम्रो कुन हो यो कार्ड यो छुट्टै ट्याग हो यो छुट्टै हो कि होइन त यो बिचमा अलिकति ग्याप दिनुपर्ने यताबाट घर्काइदिन सक्यो यता यो हाम्रो कार्ड के हो कार्ड बडी लोगो हो कि होइन यो हो के हजुर ट्याग हेर्ने है अरूले हामीले ऊ हेर्छ हामीले हेर्नु त कार्ड बडी टेक्स्ट भयो यो कार्ड बडी लोगो भन्ने छ अब यो कार्ड बडी लोगो भने यो हो कि होइन त योबाट हामीले यता घर्काइदिउँ भन्थ्यो यता आन्न र अलिकति ग्याप चाहियो क्या मलाई यो बिचमा भनेपछि म के गर्छु कार्ड बडी लोगो भन्ने थियो नि हाम्रो यहाँ माथि कार्ड बडी लोगोको बुझ्नु भएको छ नि कार्ड बडी लोगोबाट चाहिँ मैले के गर्छु त प्याडिङ मैले के गर्छु यतालाई के भन्छ हाम्रो लेफ्ट हो राइट मैले 10 पिक्सल चाहिँ दिएँ भनेपछि मेरो के गर्ला त यो मेरो के आयो त आयो कि होइन त्यता हेर्नु त आयो भनेपछि अब मैले यो इमेज यिनी सबै हाम्रो के कुन ट्यागभित्र छन् यिनी सबै अनि यो माथिबाट मलाई अलिकति ग्याप चाहियो अरे यो अहिले म यो इमेजलाई मिलाउँछु है इमेज मेरो 400 अलि विथ चाहिँ मेरो कति आउँछ त 500 पिक्सल जति दिनु न त के हुन्छ र नि अहिले हाम्रो अलि ठुलो आयो हाइट र विथ चाहिँ यो इमेजको दिन सक्यो कसरी सकिला भनेपछि विथ यो छ हाइट मैले 300 पिक्सल दिएँ है कस्तो हुन्छ हेर अहिले आयो नि
ठ्याक्कै उ जस्तो अलि उ भए जस्तो नि। अब यिनी दुईटा अब यिनी सबै कुन भित्र कुन ट्याग भित्र छन् यिनी सबै भन्नु त कुन भित्र छ कार्ड भित्र सक्छ नि यिनी कार्ड बडी यिनी सबै भन्ने हो भनेपछि म यसलाई के गर्छु त कार्डमा मैले के गर्छु टेक्स्ट अलाइन सेन्टर गर्दै भनेपछि के हुन्छ हेरौँ है सेन्टर गर्दै भनेपछि के होला त सेन्टरमा गयो अनि मैले के गरे ब्याकग्राउन्ड कलर मैले रेड राख्छु रेड राख्नु कारण के अरे हामीले आँखा देखिन्न यति ठुलो छ हो अब मैले यसलाई के दिन्छु त एउटा स्क्रिनलाई मैले के गर्छु भन्नु त यसलाई विथ मैले कति दिएँ विथ मैले 20% दिएँ 20% दिएपछि कत्रो हुँदैछ भनेर हेर्न खोजेको क्या मैले यति खाँदैछ अब यति भरि इक्जाम दिनलाई मैले कति दिनु पर्यो 30% दिनु न त बुझ्नुभयो यो कार्डलाई मैले बनाउनु लाग्छु कि साइज दिनु लाग्छु बुझ्नुभएको होइन यति जति दिए हेर्नु त यताको त्यो इमेज हेर्नु त मेरो बास्न यताको त्यो मैले त्यो ए माया तिम्रो अफिसियल भिडियो सङ भन्ने सक्छ छैन त्यहाँ चाहिँ हाम्रो जस्तो मैले सुने बेला चाहिँ हाम्रो कस्तो देखाएको छ त यो अलिकति ग्याप यताउताबाट आछ भनेपछि यसलाई मैले के गर्छु त ब्याकग्राउन्ड कलर मैले रेड दिनुको सट्टामा मैले लाइट ब्ल्याक हुन्छ कुन न लाइट ब्ल्याकमा पनि कस्तो हुन्छ हजुर ग्रे हुन्छ होला त्यो हाम्रो कलर थाहा भएन भने त अचलको यत्रो इन्टरनेटको दुनियाँमा हामीलाई थाहा हुनु मतलब भएन नि HTML कलर कोड्स के अरे HTML कलर कोड्स भन्ने वेबसाइटमा जानुभयो भने चाहिँ हजुरले पाउनुहुन्छ you can get lots of color from HTML color codes do not worry about the color focus on the code हो मैले के गर्छु यसलाई मैले के गर्छु त यो कालो छ नि यहाँ कालो नि कस्तो लाइटको बुझ्नुभयो हेर्नु त कुन कलरले मैले यो लिएँ भनेपछि यसलाई क्लिक गरेँ भने कपिड भयो एक्जाकोट अगाडि हाम्रो चाहिँ अब ब्याकग्राउन्ड कलरले मैले ह्याच राख्नुपर्छ के राख्नुपर्छ अरे नम्बरको अगाडि ह्याच राख्यौँ भनेपछि ह्यासट्याग गर्छ नि हामीले आयो क्या नदी आयो भनेपछि विथ मेरो 25 भन्दा पनि मैले 28% दिँदा कस्तो हुन्छ यो भयो अनि यसलाई टेक्स्ट अलाइन सेन्टर गरिदिन्छु है म यसलाई कस्तो हुँदैछ यो टेक्स्ट अलाइन मैले सबैले सेन्टर अघि नभए हाम्रो पारिसम्म थियो बिचमा थियो अहिले त यसको त आएन ठिक छ त्यही चाहिँ ठिक छ भनेपछि यो आयो बुझ्नुभयो नि यो त यस्तो टाइपको हेलो हजुर अब यो अलिकति मैले तल ल्याउँछु है यो हाम्रो यो कार्ड बडी हो हैन त कार्ड बडी भन्ने कहाँ छ कार्ड बडीलाई मैले डिस्प्ले फ्लेक्स अनि मैले के गर्छु मार्जिन कार्ड बडीले चाहिँ मैले माथिबाट चाहिँ 10 पिक्सलले अब चाहिँ हजुरले अलि तल दिन सक्यो अनि यो हाम्रो कार्ड बडीको हाम्रो यताकोलाई यो कार्ड बडीलाई चाहिँ प्याडिङ दिन्छु मैले यो साइड लेफ्ट र टप लेफ्टबाट 0 पिक्सल अनि लेफ्ट राइटबाट मैले 20 पिक्सल दिएँ भनेपछि मेरो ठिक छ हजुर अलि राम्रो देखियो अब यो उ चाहिँ हाम्रो ब्याकग्राउन्डले चाहिँ कस्तो इफेक्ट गरे जस्तो देखियो यसलाई बक्स स्याडो दिन नि सक्यो हैन र सक्यो बक्स स्याडोले हेरौँ कस्तो देखिन्छ यसको त्यो पेजको पुरै ब्ल्याक कलर राख्नु न अनि बल्ल राम्रो देखिन्छ होल पेज क्युटी हुन्छ नि माथिको ब्ल्याक अनि कलर चाहिँ मेरो टेक्स्टहरु चाहिँ व्हाइट देखियो हैन अलि राम्रो देखिन्छ कालोमा सेतो छ जस्तो मैले कभर लाछु नि त मैले गर्दै थिएछु अब यसमा फेरि जुन कार्डमा कलर लगाथ्यौं नि त्यो लगाउने
किन राम्रोसँग आएन त्यहाँ अर्कै देखि गयो यो कार्डमा थियो नि ब्याकग्राउन्ड मैले रेड दिन्छु ल अनि त आएको थियो त होइन अनि त आएको थियो त फेरि Mhm, 25% with एउटा बोर्डर दिन्छ मैले बोर्डर राखेर हेर्छु होइन सोलिड वाइट मैले अनि कार्ड कहाँ छ यसलाई बोर्डर दिएर मैले प्याडिङ टपिङ 20 पिक्सल मैले प्याडिङ 20 पिक्सल दियो भने चाहिँ चारैतिरबाट 20 पिक्सल आयो अनि कुन दिएर सम रेड ब्याकग्राउन्ड को फ्लेक्स कार्डबोर्ड भित्र फ्लेक्स डिरेक्सन कोलम भनेर हाने भने के आउँछ हो त ठिक छ यो हाम्रो कहाँ छ रे यो ब्याकग्राउन्ड कलर के दिएछ रेड कहाँ दिएछ मैले कार्डमा यो कार्ड यो माथिको के हो यस्तरी दिन मिल्छ कार्ड एउटा कार्ड यो कार्डको हेड अनि कमा दिम भन्ने सबमा लाग्छ है कार्डको हेड अनि कार्डको बडीमा चाहिँ ब्याकग्राउन्ड कलर चाहिँ वाइट दिए भनेपछि के होला ल हेरौँ है त किन छुट्टा छुट्टा हो क्या यहाँ नि त्यो ब्ल्याक हटाइदिनु सर ब्याकग्राउन्ड यो यसले दिएर जस्तो मैले बडीले दिन्छु है त यसले के अफेक्ट पारे हो कि ब्याकग्राउन्ड कलर ब्ल्याक दिए अनि कार्डमा यसलाई ब्याकग्राउन्ड कलर मैले रेड दिएँ भनेपछि आउनु त पर्ने हो त अहिले आयो नि सरी यो ऊ हुँदैछ हेर्नु त गहना बुझ्नुभयो यो एस्ट्रिकमा राख्ने हुन्छ होइन बडीमा राखिदिने हो सर यसलाई मैले अब दिन्छु कुन दिन भन्नु त त्यो अघि थियो नि ग्रे कलरको ग्रे राम्रो देखियो 575757 वाला आमा ल भन्दैछ त कहाँ छ एस्ट्राक 5757 and last one is 57 ए ब्ल्याक त त्यहाँ हैन नि दिने सरी यो कलर त कहाँ यता ब्ल्याक अनि कहाँ अरे यो ब्याकग्राउन्ड कलर यहाँ हैन र यहाँ हो भयो त अनि बल्ल गतिलो देखियो अलि अनि यो प्याडिङ धेरै दिए कि मैले धेरै ग्याप आयो नि प्याडिङ मैले 10 पिक्सल दिए भनेपछि ठिक हुन्छ जस्तो लाग्यो हैन हजुर अब यो बर्डरहरु हल्का घुमाम रेडियस यो कार्डको हो नि हजुर रेडियस मैले कति दिएँ 10 पिक्सल ठिक हुन्छ होला आफैले म्यानेज गर्नु ल यो हैन यो हो आयो र बोर्डर रेडियस आएन त कार्डको के को हामीले दियो दिने बर्डर दिनु हजुरले बर्डर रेडियस दिनु नि ए कभी कभी होता है सानिया चलता है भयो नि यसको पनि अनि भित्रको त्यो उ छ नि कार्डको हेड
यो कार्डको हेडको इमेजको कार्ड हेड के कहाँ छ कार्ड हेड हेडको हजुरले दिनुभएको कार्ड यही इमेजमा कार्ड इमेज है हेरौँ त जुन दिए पनि हुन्छ होला लागिन नि इमेज भित्र दिनु न यो त बढी भइहाल्छ क्या लागिरहेको छैन क्या त्यही भएर मैले अघि नै युज गरेको थिएँ नि हजुरकोमा लाग्छ होला हजुरहरूले ट्राई गर्नुलाई ओके सर तर लागिहाल्छ हजुरहरूकोमा त किनभने योमा लाग्छ नि त इमेज हेर्नु त योमा त लागेन र बोर्डर रेडियस भनेपछि त्यहाँ त लाग्ने हो ठिक छ नि अनि यो हजुरको 3वटा डट लाइन छ कि छैन छ त्यो 3 डटलाई हामीले त यता राख्ने हो नि त यता साइडमा हजुर यो नि त हाम्रो अर्को डिप भित्र हुनु पर्ने हो नि त बुझ्ने हो नि त हो कि बुझ्नुभयो यो एउटा डिपमा अनि यताको के त अर्को डिपमा होइन र हजुर त्यो सानो भए पनि त्यसले छोड्नु भएन नि त हो कि त त्यसमा क्लिक गर्ने धेरै चिज आउँछ भनेपछि यो हामी कहाँ गएर ल्याउन सक्छौँ आइकनमा गएर हामीले कहाँ जाने यहाँ भन्नु त 3 डट भनौँ न यसलाई के भन्छ मलाई पनि थाहा हुन्न 3 डट भनौँ न आउँछ 3 डट सबै प्रो छ नि त हौ यहाँ छ त होला तर यता ऊ छ त हरिजन्टल vertical एलिप्सिस भन्ने रहेछ भनेपछि यसलाई नि हामीले कहाँ राख्नु पर्यो त जस्तो मेरो एउटा के छ हेर्नु त एउटा कार्डको यो लो इमेज भयो ठिक छ नि अनि यो कार्डको यो टेक्स्ट भयो अब अर्को नि मलाई चाहियो भनेपछि त कहाँ ठ्याक्कै तल राख्ने हैन रे त अनि यो भित्र यो राखेछु मैले बुझ्नुभयो नि अनि यो राख्दा बित्तिकै हाम्रो कहाँ हुने भयो आयो न त आयो ठुलो गराउनु मिल्छ होला नि सर मिल्छ यसलाई अब यो फन्ट साइज त बढाउने हैन र अनि यही भित्र गएर के गर्ने स्टाइल फन्ट साइज मैले गरिदिएँ 34 पिक्सल जो दिएर मैले अलि ठुलो छ आयो नि 34 पिक्सल भन्दा नि मैले गरिदिएँ 24 पिक्सल दिन्छु हेरौँ त ठिक छ भनेपछि अब मैले कपी पेस्ट गर्नु त कोडलाई त हैन र बन्यो मेरो एउटा अब यो बन्यो भनेपछि मैले यो बुझ्नुभयो नि यो एउटा डिप अर्को डिप अनि अर्को डिप यिनले फ्लेक्स गर्दै मैले अनि यो एउटा लाइनमा आयो यो कार्ड हेडको भित्र यो भयो कार्डको हेडको भित्र माइछ कार्ड बडीको भित्र यो अनि यो जहाँसम्म छ मेरो यो सबै कोड मेरो अब मैले यसलाई म्यानेज गर्छु म्यानेज गर्न स्पेस मैले हटाइदिन्छु के स्ट्रक्चरमा ल्याउन लाग्नु त बुझाउँथ्यो नि त हजुरहरूलाई यो मेरो एउटा कोड भयो यो बुझ्नुभयो नि यो मेरो कार्डको हो कि हैन त अब मैले के गर्छु एउटा डिप एउटा सेक्सन ट्याग ल्याउँछु बुझ्नु है अब एउटा लाइनमा ल्याउने हो कि हैन फेरि डिस्प्ले फ्लेक्स चाहिएको छैन त किनभने एउटा लाइनमा कतिवटा छ हाम्रो 3वटा छ तर मैले अहिले हजुर ग्रिड पराएको छैन है यो ग्रिड नपराउँदासम्म यसरी हो ग्रिड प्राइस फेरि अर्को तरिकाले हुन्छ यो हाम्रो नर्मल कोड हो ग्रिड पराउँछु है म भोलि ल हेर्नु त अब मैले के गर्छु यो कार्ड मैले यो ल्याएँ भनेपछि जस्तो मैले माथिको लाइनमा तल्लो लाइनमा चाहिएको हैन हेर्नु त एक लाइनमा मलाई 3वटा कार्ड चाहियो नि भनेपछि मैले एउटा के गर्छु डिप ल्याएँ मैले सेक्सनको मैले के ल्याउँछु मेन ट्याग ल्याउँछु नि त के भएर कति डिप ल्याएको मात्र ल्याउने त मैले मेन ट्यागले यहाँ मैले के गर्छु कार्ड कलेक्सन भनेर ल्याएँ के रे कार्ड कलेक्सन भन्ने ल्याएँ कार्ड कलेक्सन मैले कतिवटा ल्याइदिउँ भन्नु त एउटा लाइनमा कति छ एउटा फर्स्ट कार्ड कलेक्सन भनेपछि मैले के लेख्छु दिस इज फर्स्ट कार्ड ठिक छ अब यो कार्ड सक्यो भने चाहिँ मेरो फेरि यहाँ के त अर्को दिस इज सेकेन्ड कार्ड भनेपछि यो मेरो सेकेन्ड कार्ड आयो अनि लास्ट अब एउटा लाइनमा 3वटा नि दिस इज थर्ड कार्ड
भनेपछि यो मैले फेरि कार्ड मैले हाल्दिएँ भनेपछि यो मेरो आयो कि होइन 3वटा कार्डहरू आए भनेपछि यी 3वटा कार्डहरूलाई मैले एउटा लाइनमा ल्याउनलाई के गर्नु पर्यो त सबै मेरो कुन भित्र छ फेरि फ्लेक्स गर्ने कुन भित्र बडीमा छ अच्छा कार्डमा कार्ड कलेक्सन कार्डमा भन्ने होला छ हो कार्ड कलेक्सन भनेपछि मेन भन्ने छ म माथि राखेँ है ठिक छ नि यहाँ के भनेपछि कार्ड कलेक्सनको भित्र बल्ल कार्ड हो कि होइन त डिस्प्ले फ्लेक्स जस्टिफाई कन्टेन्ट स्पेस बिटबिन भनेर मैले दिएँ भनेपछि यो मेरो आयो कि होइन त आउनुभयो भनेपछि अराउन्डले फेरि के दिन्छ मेरो ठिक छ बिटबिनै दिउँ हेर्नु त मैले बिटबिन दिएँ अनि यताबाट ग्याप चाहियो भनेपछि मैले के दिन्छु प्याडिङ दिन्छु के दिन्छु रे प्याडिङ मैले ग्याप भन्दा नि त्यो भित्र खुज्नु जाइदिन्छ क्या यताबाट नि अब हेर्नु त यताबाट पनि जाने ठाउँ छैन अनि लास्ट पनि यताबाट पनि जाने ठाउँ छैन भनेपछि हाम्रो बिचमा आउने हो कि होइन त हो भने प्याडिङ मैले टप र बटमबाट 0 पिक्सल लेफ्ट राइटबाट मैले कति दिएँ 10 पिक्सल कति रे 10 पिक्सल यताबाट मात्रै आयो ठिक छ हजुर भनेपछि अब यिनी सबै फेरि मेरो को भित्र छ फेरि अब तल नि यही चाहियो भनेपछि कार्ड कलेक्सन सक्छ छैन त अब यसलाई कपी पेस्ट गर्न पाइयो त पाइन यहाँ मेन ट्याग हो नि यो यहाँसम्म बुझ्नुभयो अनि यसलाई फेरि मेरो दिस इज सेकेन्ड रो दिस इज द सेकेन्ड कार्ड रो भनेर मैले दिएँ भनेपछि यो पनि आयो अनि फेरि यो एउटा कोडले आयो कि होइन ती अनि यो सबै हाम्रो के भित्र छ नि कार्ड कलेक्सन अनि कार्ड कलेक्सन भित्र हो कि होइन यो लाइन र यो लाइन यो नि कार्ड कलेक्सन यो लाइन कार्ड कलेक्सन बिचमा ग्याप दिनु पर्यो भने चाहिँ क्या भनेपछि मैले के गर्छु कहाँ छ कार्ड कलेक्सन मैले कन्ट्रोल होम दबाएँ भने चाहिँ मेरो अटोमेटिक माथि गइहाल्छ है कहाँ छ कार्ड कलेक्सन मैले प्याडिङ मैले यो लेफ्ट राइट टप र बटमबाट नै मैले 30 पिक्सल हजुरले यस्तो नगरेर यो प्याडिङ ठिक छ यो दिनुभयो यसलाई मैले के गर्छु भनेपछि यसलाई फालिदिएँ हजुर फेरि कन्फ्युज होला यो मेरो यस्तो आयो यसको बिचबाट ग्याप दिन पर्यो भने के गर्छु मैले मार्जिन के त मार्जिनले गर्छ नि मार्जिन बटम मैले 20 पिक्सल गरिदिएँ भने चाहिँ मेरो मार्जिन दिइहाल्छ नि यसले होइन र बुझ्नुभयो अब यसलाई जतिपल्ट कपी पेस्ट गरिदिनु भयो भने चाहिँ यो यही टाइपको आउँछ अनि अब मलाई यो छेउबाट चाहियो भनेपछि यो त हाम्रो सबै पेज त बोडीमा यो उमा सक्छ छैन सबै कहाँ छ यो बोडी हो कि होइन त पेजै के पेजैबाट चाहियो भने मैले के गर्छु त जस्तो मैले प्याडिङ मैले टप र उबाट माथि र तलबाट 20 पिक्सल दिएँ अनि जताकताबाट 20 पिक्सल दिन्छु के हुन्छ हेरौँ न त ल आयो कि होइन त किनभने यो सब हाम्रो बोडी हो कि होइन त भनेपछि यसरी हाम्रो ल्याउन सक्यो हो बुझ्नुभयो नि सिम्पल टाइपले यो गर्न सक्यो चार्ज मेरो सकिन लाग्छ नि अब भएको छ अहिले फेरि जान्छ झ्याप्प त्यही भन्नै लाग्छ ठ्याक्कै हजुरले सम्झिनुभयो बस न हेर्नु त अब यो हजुरहरूले यसलाई हामीले यताउता डिजाइन त गर्न सक्नुहुन्छ नि त त्यो आफूले राख्न सक्यो तर पनि यो कन्सेप्ट त बुझ्नुभयो नि बुझ्नुभयो हजुर सर यो हाम्रो भयो अनि माथिबाट हाम्रो यो हेर्नु त यो अल म्युजिक अनि मिक्सेस कम्प्युटर प्रोग्रामिङ अनि यिनी भन्ने सक्छ नि माथिको मैले युट्युबमा हेरेवाला के सर्च गरेको छ हेर्नुलाई अब त्यो नि बनाइदिउँ न त यो कुनमा राखिदिउँ त यिनी सब यो मैले कहाँ राखिदिन्छु यो मेरो यो सबै यो कार्डहरू भने आए यसको मलाई यहाँ ट्याक्कै चाहियो हो एउटा मैले के राख्छु त जे भने यो ट्याग दिउँ एउटा के दिउँ हेडर भन्ने ट्याग दिएँ होइन डिबै दिन मनपर्छ दिन भन्ने दिएँ हेर्नु त यिनीहरू लिस्ट आइटम हो कि होइन त भनेपछि यिनीहरूलाई म केमा दिउँला त जस्तो मैले अनअर्डर लिस्टमा पनि दिन सक्यो यिनलाई ठ्याक्कै मिलाएर दिने मन थियो मलाई
ल हेर्नु यहाँ दिन्छु मैले एउटा युएल भन्ने दे युएल को भित्र के छ हाम्रो लिस्ट आइटम हो किनभने चाहिँ हाम्रो धेरै छन् नि त हाम्रो रिपिट भएका गहना भने त्यही भएर मैले युएल भन्ने एउटा ट्याग दिएँ त्यसको भित्र हाम्रो युएल को लिस्ट आइटम हो कि हैन त अनअर्डर लिस्ट आइटमहरु अनि यिनीहरु हाम्रो क्लिक पनि हुन्छ नि थाहा पाउनुहुन्छ यिनी लिंकहरु जस्तो हेलो हजुर सर यिनी क्लिकहरु हुन्छ के जस्तो युट्युबमा यो यिनीहरु मिक्सेसमा मैले म्युजिक अफ नेपालमा क्लिक गरे भनेपछि मेरो आउँछ गान न त्यहाँ आउँछ भनेपछि यो पोइन्टरको सिम्बल त छ नि भनेपछि अब मैले यो त कुन ट्याग दिनु पर्यो त एंकर ट्याग हो कि हैन त बुझ्नु भयो नि गहना युएल को भित्र एलआई को भित्र # दे मैले अहिले कुनै लिंक दिन्न जस्तो मैले के दिन भन्नु त म्युजिक अनि मैले अब हाम्रो के दिन पर्यो यिनी मलाई लिस्ट चाहियो कि यस्तै तरिकाले हरिजन्टल रोमा आउनलाई बुझ्नु भयो म्युजिक प्रोग्रामिङ अनि के त हाम्रो अरु के हुन्छ भन्नु त त्यहाँ हेर्नु त पोडकास्ट स्केल पोडकास्ट लाइभ पोडकास्ट अनि के त लाइभ मिक्सेस अनि के छ मिक्सेस अनि के त म्युजिक अफ नेपाल यति गराम है हजुर म्युजिक अफ नेपाल अनि यो नि छ राख्दिम न त यो के छ हिस्ट्री थ्रिलर्स जब इन्टरभ्यु हैन जब इन्टरभ्यु भनेर मैले राख किन हान्न जब इन्टरभ्यु भन्ने आयो भनेपछि अब हाम्रो यसले दबाउनु भयो भनेपछि आयो हैन त्यो लिस्टहरु आयो अब यिनीहरुले मैले एउटा लाइनमा राख्ने हो कि हैन त भनेपछि यिनी सबै हाम्रो कुन भित्र छ दिस इज दी टप लिस्ट भन्नु मैले तल राखेको है यो टप लिस्ट भनेपछि यसलाई मैले फेरि हजुरहरुले फेरि राम्रो हुन भनेर फेरि म माथि राखिदिन्छु ठ्याक्कै टप लिस्ट टपमै होस् न त हैन अनि यो युएल सक्छ हैन त मैले यसलाई यु गर्नलाई मैले के गर्न सक्छु यसलाई भन्नेलाई मैले टेक्स्ट डेकोरेसन मैले के गर्छु लिस्ट स्टाइल टाइप के रे लिस्ट स्टाइल टाइप मेरो नन गर्दै भनेपछि मेरो के हट्छ थाहा पाउनु भएको छ नि यसलाईमा हाम्रो यिनी गोला गोला आछ कि आछैन यिनी यो हट्यो बुझ्नुभयो अनि पोडकास्टमा हाम्रो अन्डरलाइन आछ कि आछैन सबमा यिनीमा के आछ यो हाम्रो जहिले पनि एंकर ट्यागको काम हो के काम हो रे अन्डरलाइन आउनु जहिले पनि एंकर ट्यागमा आउँछ एंकर ट्याग कहाँ छ यो एलआई को भित्र ए ट्याग छ त्यसको टेक्स्ट डेकोरेसन नन भन्नेलाई टेक्स्ट डेकोरेसन नन गर्नुभयो भनेपछि यो हटेको हट न भनेपछि अब यिनीहरुले एउटा लाइनमा ल्याउनलाई हामीले योमा हामीले जहिले पनि याद गर्नुला इनलाइन ब्लक युज गर्दिन भनेपछि माथि युएलमा फेरि डिस्प्ले फ्लेक्स गर्दिन हुन्छ है हाम्रो आयो के न त्यहाँ आयो सर भनेपछि नत्र भनेपछि हजुरले गाह्रो लाग्छ भने के गर्न सकिन्छ त यो फेरि त्यही हाम्रो जाने के हो डिस्प्ले फ्लेक्स जस्टिफाई कन्टेन्ट के त स्पेस अराउन्ड हो यो कन्फ्युज छ भने पनि जहाँ कन्फ्युज त्यहाँ उपाय आगे न त आयो सर भनेपछि अब त्यसपछि हाम्रो मार्जिन ल्याउनु नि सर हजुर मार्जिन बटम राख्नुमा कस्तो टास्या जस्तो आएको त्यो कार्डसँग हुन्छ यसलाई के गरौँ त अगाडि कलर दिउँ न त इन लिस्ट आइटम भन्ने सबै हो ब्याकग्राउन्ड कलर मैले रेड दिएँ रेड झ्याप्पै देख्छु के अब मैले के गर्छु यो बक्सको हेर्नु त यिनी बक्समा गोला 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 टाइपको आछन् देख्नु भएको छ अलिकति ऊ आछ प्याडिङ दिएको छ के कुनै बक्सहरुमा त्यो बक्सको अलिकति यिनीमा के ठ्याक्कै यस्तो चक्केर आछन् नि हजुर ए डब्बामा यस्तो घुमा डब्बा जस्तोमा आछ नि जस्तो टप र बटमबाट मैले 10 पिक्सल लेफ्ट राइटबाट मैले 20 पिक्सल दिएँ भनेपछि मेरो के होला त्यहाँ आगे न अलि ठुला के तर 10 पिक्सल धेरै भयो नि यो 5 पिक्सल दिँदा मेरो ठीक हुन्छ होला आई थिंक 5 पिक्सल इज बेटर फर मी
यो मेरो कहाँ आयो कि हैन त भनेपछि अब यसलाई मैले बोर्डर रेडियस दिन सक्यो घुमाउनलाई बुझ्नु भएको छ नि यो आछ के त्यस्तो हेर्नुभयो भने हजुरले माथि यो टाइपको के अनि यसलाई तल ल्याउनलाई के गर्नु भयो अरे यो सबै युएल मा छ नि मार्जिन बटम 20 पिक्सल चाहिँ दिए भनेपछि मेरो के होस् त आयो कि हैन आयो सर यिनीहरुलाई मैले के गर्छु यो दुईटालाई मैले कपी पेस्ट हान्दिन्छु नि त यहाँ यो अलिकति यसको पनि कलर चाहिँ ग्रे राख्नु सर ग्रे राख्दिम त्यही एउटै कलर राख्दिम है यो 5757 त्यो रेड अलि अर्को देखियो किनभने पछि सबैमा फेरि फरक फरक कलर भइस फेरि राम्रो देखिन्न के अलिकति हैन र ठीक छ यस सर भनेपछि यो हजुरको अलिकति आयो ठीक छ नि यहाँसम्म बुझ्नु भएको छ नि हजुर सर अनि त्यो भयो हाम्रो अब त्यसको साथ हाम्रो यो भयो अब हेर्नुलाई अब यताको साइडको हाम्रो अब यताको बनाऊँ न त के हजुरहरुले ट्राई गर्नुहुन्छ त्यो चाहिँ अहिले बसेर कुन सर अब यो हाम्रो यतापैको आयो हाम्रो हेर्नु त दुईटा स्क्रिनमा डिभिजन भएको छ यो थाहा पाउनु भएको छ रुक्नु है सर खोल्छौँ ल एउटा यताको साइड छ एउटा के छ यो लेफ्ट साइड छ यता चाहिँ हाम्रो के छ त बर्गर बटन हाम्रो यताको साइड छुट्टै छ के हजुरको हेर्नु त त्यो होम सर्च वाला नि सर होम सर्च वाला त्यो बर्गर बटन दाबेपछि आउने वाला हजुर यताको छुट्टै छ यताको हाम्रो छुट्टै छ जस्तो यो स्क्रिनलाई यसले चाहिँ 20-80% मा डिभिजन गरेछ के भन्दा म देखाइदिन्छु यो मैले कोड त बुझ्नु भयो नि यो सबै हजुर अब सर मैले के गर्छु यिनी सबै यिनीलाई मैले के गर्छु यिनीहरु अब हेर्नु त यो युएल छुट्टै छ यो सेक्सन छुट्टिसक्छ छैन यिनीहरुलाई सबैले एउटोमा राख्छु मैले के गर्छु एउटा कोडमा राख्छु एउटा डिप भन्ने कोडमा राखे डिपको नाम मैले के दिन्छु यो मेरो कुन साइड हो राइट साइड कि लेफ्ट साइड मेरो राइट साइड बार भनेर मैले दिए अब यो डिपलाई मैले बन्द त गर्न पर्यो नि त यहाँ मैले यसलाई बन्द गरे ठीक छ भनेपछि यिनी जति पनि कोड मेरो कुनमा आयो त एउटा कोड एउटा लाइनमा आयो कि हैन तिनी अब हेर्नुलाई बुझ्नु भयो नि यो यिनी सबले मैले राखे के किन युएल छुट्या थियो नि मेरो युएल र तलको सरी यो राइट साइड यहाँसम्म मेरो आयो ठीक छ अब मैले यो स्क्रिनले दुईवटा डिभिजन गर्छु हेर्नु त म कोड छ है त्यो राखेको छु क्लास मैले के लेख त स्क्रिन डिभिजन ल्याए के रे लेखे रे स्क्रिन डिभिजन लेखे एउटालाई मैले केमा गर्छु एउटालाई यो कुन स्क्रिन हो त यो लेफ्ट साइड स्क्रिन भनेर मैले लेखे यो मैले के गर्छु लेफ्ट साइड स्क्रिन अर्को मैले फेरि के त यो डिप राइट साइड स्क्रिन मैले कपी पेस्ट गरेर यहाँ हाल्दिए ठीक छ यो राइट साइड बार भन्ने आयो राइट साइड स्क्रिन भन्ने राख्दै बुझ्नु भयो नि यो मैले एउटा स्क्रिन बनाए के बुझ्नु भएको हैन एउटा मेन ट्याग भयो एउटा स्क्रिन यताको बनाए अर्को स्क्रिन कता त उतार भाग्दै अब मैले यो लोर एम भन्ने मैले दिन्छु पी ट्याग मैले यहाँ राखे लोर एम भन्ने मैले देखा भनेपछि यो मेरो आउने ठीक छ एउटा लाइनमा आयो यस्तै आयो हैन त अब मैले इन दुईटाले एउटा लाइन ल्याउनलाई फेरि के गर्छु त मैले यहाँ स्क्रिन डिभिजनलाई के गर्छु डिस्प्ले फ्लेक्स हो त्यो त गर्ने हो त्यसको साथसाथ मैले के गर्छु स्क्रिन डिभिजन भन्ने छ यसले त्यो गर्ने भन्दा पनि ग्रिडबाट गराउनु पर्ने हो कि हजुरहरूले यो गाह्रो लाग्छ तर ठिक छ केही छैन गाह्रोबाट सिकेपछि सिकिन्छ राइट लेफ्ट साइड स्क्रिन राइट साइड स्क्रिन भनेपछि अब मैले के गर्छु भनेपछि यो लेफ्ट साइड स्क्रिनलाई मैले विथ चाहिँ मैले कति दिन्छु त 20% हो टोटल स्क्रिन हाम्रो कतिको हुन्छ 100% को हैन र भनेपछि ब्याकग्राउन्ड कलर मैले रेड दिए हेर्नु त रेड इज फेभरेट हो आयो कि हैन त यहाँ 20% आयो मानम आयो भनेपछि अर्को मैले राइट साइड स्क्रिनलाई कति दिन्छु त फेरि राइट साइड 100 स्क्रिनलाई मान्नु के 100% यो
यो टोटल स्क्रिनले कति मान्नु त यो यहाँदेखि यहाँसम्मको विथ कति मान्नु 100% मान्नु भनेपछि यो 20% यसले अक्कर गर्यो भनेपछि यसले कन्ज्युम गर्यो भनेपछि हाम्रो रिमेनिङ कति भयो त 80% होइन र भनेपछि यसले नि कति राख्यो त 80% राख्यो बुझ्नुभयो नि भनेपछि यसले 80% राख्यो भनेपछि अघि नै मैले उ दिएको छु त्यही भएर यस्तो आयो है अब मैले के गर्छु त यिनी दुईटा फेरि स्क्रिन कुन भित्र छन् त स्क्रिन डिभिजन भित्र छ छैन त यिनलाई हामीले एउटा लाइन ल्याउनलाई के गर्नु पर्यो त डिस्प्ले फ्लेक्स जाने त्यही हामीले होइन र अरू केही छैन भोलि ग्रिड पढ्नुहुन्छ त्यसपछि देखेर थाहा हुन्छ मैले के भयो त स्क्रिन डिभिजन भन्ने छ डिस्प्ले मैले फ्लेक्स राख्दिएँ भनेपछि मेरो के भयो त यिनीहरू आई थिङ्क एउटा लाइनमा आयो क्या नै हेर्नु त आयो तर पनि यहाँ इमेज आएको छैन यो उ भएको छैन त्यसलाई चाहिँ मिलाउनु पर्छ त्यो मिलाउनु सकिहाल्छ त्यो गाह्रो छैन किनभने चाहिँ हाम्रोले मैले पार्ट टुकार्दै नि त यसलाई विथलाई मैले कति दिनु त 400 पिक्सल दिनु यो हाइटलाई त ठिक छ अहिले यस्तै मानौँ है ठिक छ नि हुन्छ सर ठिक छ भनेपछि यो हाम्रो आयो अब यताको हजुरहरूले भर्न सक्नुहुन्न र यो सकिन्छ ट्राई गर्छौं सर योमा के गाह्रो छैन यो ट्राई गर्न लायकको छैन के गर्ने हो योमा भन्नु यो हजुरहरूले बुझ्नुभयो नि हजुर सर यताको चाहिँ हजुरहरूले यो ब्याकग्राउन्ड कलर यस्तो आएको छ यसलाई अलिकति डार्क ब्ल्याक भन्ने हुन्न अलिकति कालोमा नि अझै कालो यसलाई हामीले कुन कलर राखौँ यताको यो साइडलाई चाहिँ हजुरले रात ल्याएको छु अहिले हजुरहरूले यो गरेर पठाउनु नि त म यो कोड पठाइदिन्छु हजुरलाई यो कपी गर्नु अनि हजुरहरूले यताको डिजाइन गरेर अनि त्यो मोडिफाई गरेर पठाउनु नि त मलाई हुन्छ सर बास्न अहिले म यो गिटहबमा कोड राखिदिन्छु बुझ्नुभयो नि अब यताकोमा चाहिँ हजुरहरूले राखेर अनि आफूले त्यो गराएर चाहिँ पठाउनु नि त है यिनीमा इमेजहरू चेन्ज गरेर होइन अनि प्र्याक्टिस गर्नु यो किनभने यो बात धेरै कुरा थाहा हुन्छ क्या त्यति हो कोड त त्यही हो त्यहीले कसरी युज गर्ने भन्ने गहना बुझ्नुभएको होइन आज हिजो अन्त अलिक सजिलो भयो होला आज नि हजुर सर ल आजलाई चाहिँ यति गरौँ यसलाई चाहिँ